न्युयोर्क सिटी भ्रमण गर्ने क्रममा यति बेला चाहिँ म आइपुगेको छु वर्ल्ड ट्रेड सेन्टरमा र वर्ल्ड ट्रेड सेन्टर र 9/11 मेमोरियल पार्कको दृश्यहरू कैद गरी यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछु। न्युयोर्क सिटीको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको यो वर्ल्ड ट्रेड सेन्टरमा पर्यटकहरूको चाहिँ एकदमै घुइँचो नै हुने रहेछ। ठुला ठुला बिल्डिङहरू, वर्ल्ड ट्रेड सेन्टर सँगसँगै 9/11 मेमोरियल पार्क पनि रहेको कारणले यहाँ न्युयोर्क घुम्न आउने जो कोही पनि एकपटक यहाँ आउने गर्नुहुँदो रहेछ। यति बेला चाहिँ हामी 9/11 मेमोरियल पार्कतर्फ अगाडि बढ्दैछौँ। । 9/11 घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा यो 9/11 मेमोरियल पार्क बनाइएको रहेछ। पानीको फोहरासँगै यहाँ दिवंगत हुनेहरूको नाम चाहिँ मार्बलमा खुदिएको रहेछ। वर्ल्ड ट्रेड सेन्टर चाहिँ यो देखिएको यो मोनुमेन्टको मुनि जमिन मुनि चाहिँ वर्ल्ड ट्रेड सेन्टर रहेछ। त्यहाँ चाहिँ धेरै सपिङ कम्प्लेक्सको रूपमा चाहिँ विकास गरिएको रहेछ। यो इन्ट्रान्स ढोकाबाट भित्र छिरेपछि सपिङ कम्प्लेक्समा पुग्न सकिन्छ। आजको यो वर्ल्ड ट्रेड सेन्टर र 9/11 मेमोरियल पार्क सम्बन्धी भिडियो तपाईलाई कस्तो लाग्यो? पक्कै पनि मन पराउनु भयो होला। यस्तै अरू भिडियोको लागि पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकनलाई पनि दबाउनु होला। सँगसँगै भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु म विनम्र अनुरोध गर्दछु र अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिलेलाई पनि बिदा हुन्छु। नमस्कार।